भनेको चाहिँ ड्यू पोइन्ट टेम्परेचर हो। तीनटा मात्र इन्फर्मेसन भन्दैछु, तीनटा इन्फर्मेसन चाहिँ थाहा भइराख। प्रेसरको त सजिलो भइहाल्यो, वाइ एक्सिसमा प्रेसर मात्र छ, अरू छैन, त्यो भयो सजिलो भयो। एक्स एक्सिसमा चाहिँ धेरैवटा अरूहरू छन्, तर लाइन भनेको चाहिँ मैले टेम्परेचरको मात्र लाइनलाई कुरा बुझाएको। दिएको भ्यालु चाहिँ एक्स एक्सिसमा दिएको भ्यालु चाहिँ टेम्परेचर इन डिग्री सेल्सियस हो, र राइटतिर ट्रिटेड भएको भ्यालु लाइन चाहिँ टेम्परेचर हो, र दुईवटा ब्ल्याक लाइन जुन यहाँ दिएको छ यो चाहिँ टेम्परेचर राइट साइडको, लेफ्ट साइडको ड्यू पोइन्ट टेम्परेचर। अब मैले यहाँ भन्न खोजेको अहिले त्यसको बारेमा अहिले बुझौँला, तर यो जुन यो सर्फेस टेम्परेचर भनेको चाहिँ सबभन्दा लोएस्ट भ्यालुको, यो जुन ब्ल्याक लाइनको सबभन्दा तलको भ्यालु के, तलको भ्यालु हेर्दाखेरि यहाँ तलको भ्यालु के छ त, स्लाइटली 0 भन्दा अलिकति बढी छ। यो 0 को लाइन यो भयो, 0 भन्दा अलिकति बढी छ, यतापट्टि पर्यो नि त, 0 भन्दा राइट साइडमा पर्यो, स्लाइटली 0 भन्दा अलिकति बढी छ है। यो 0 भन्दा बढी भइसकेपछि यो इट इज द टेम्परेचर, होपफुली यु क्यान सी इट है। मैले फेरि अलिकति जुम गरेर देखाएँ। यो 0 को लाइन छ, यो 0 को लाइनमा यो हेर्दाखेरि इट इज स्लाइटली लार्जर देन 0, र टेम्परेचर र ड्यू पोइन्ट दुइटै लाइन चाहिँ जोडिएको छ यहाँनिर। अनि त्यसपछि गइसकेपछि टेम्परेचर यसरी गयो, ड्यू पोइन्ट यसरी गयो, तर टेम्परेचर ड्यू पोइन्ट चाहिँ जोडिएको छैन। अब यो जोडिएको छैन, तर यसको टेम्परेचर चाहिँ लेस देन 0 डिग्री सेल्सियस छ अल द वे हैन। अब यो टेम्परेचर र ड्यू पोइन्ट जोडिएको छैन भने यो एटमोस्फियर स्याचुरेटेड छ होला कि छैन होला त भन्ने कुरा मैले सोध्न खोजेको। होइन, जुन कुरा मैले लेखेँ यो त ड्यू पोइन्ट हो। यदि यो फर्स्ट पोइन्ट ल्यायो भने त यसको बीचमा आउँछ, फर्स्ट पोइन्ट यहाँ तानेको छैन, यो बीचतिर हुन्छ। भनेपछि यो कन्डिसनमा दिस एटमोस्फियर इज स्याचुरेटेड विथ रेस्पेक्ट टु आइस भन्न सकिन्छ, किनभने यो चाहिँ क्लोज इनफ छ, दुईटा चाहिँ एकदमै नजिकै भएको हुनाले इट क्यान बी स्याचुरेटेड विथ रेस्पेक्ट टु आइस, र यु देयर कुड बी ए क्लाउड। त्यो कन्डिसन चाहिँ यो इन्भाइरोमेन्टमा यो अथवा यो साउन्डको आधारमा देख्न सकिन्छ। यो साउन्डको एप्लिकेसन चाहिँ एकदमै धेरै छ, त्यही कारणले गर्दा एडियाबेटिक प्रोसेस को कुरा आउँछ अथवा यो रेडिएसनको कुरा आउँछ, यो साउन्डिङको डेटालाई कसरी इन्टरप्रेट गर्ने भन्ने कुरा चाहिँ हामी बुझ्छौँ। फेरि अझ मैले योभन्दा अलि अझ पछाडि गएर एउटा कुरा भन्नुपर्ने हो, किनभने सबैलाई थाहा नहुनसक्छ। मैले मेट्रोलोजीकोलाई चाहिँ एटलिस्ट त्यति चाहिँ थाहा होला भन्ने भन्नुपर्ने हो। यो चाहिँ के हो त भन्दाखेरि यो चाहिँ अब्जर्भ साउन्डिङ हो। भनेपछि बिहान के अरे सही आज नै रिलिज गरेको लगभग अहिलेभन्दा 4-5 घन्टा अगाडि रिलिज गरिएको साउन्डिङ हो यो हैन। यो चाहिँ ठाउँ चाहिँ सल्ट लेक सिटीबाट रिलिज गरिएको, तर यो साउन्डिङ चाहिँ अब्जर्भ साउन्डिङ हो। भनेपछि एउटा बलुन उडाएर बलुनमा चाहिँ सेन्सर राखेर उडाउने हो। उडाउँदाखेरि जति माथि जान्छ त्यसले टेम्परेचर र ड्यू पोइन्ट टेम्परेचर मेजर गर्दै जान्छ। राइट साइडमा अदर विन्डको भ्यालु पनि छ, विन्ड पनि मेजर गर्छ। अनि यहाँ डिफ्रेन्ट अरू प्यारामिटरहरू चाहिँ यो चाहिँ क्यालकुलेसन गरिएको पछि, यसको बारेमा अहिले नजाउँ। तर यो भनेको चाहिँ एटमोस्फियरको भर्टिकल प्रोफाइलको अब्जर्भेसन डेटा हो, अब्जर्भ गरेको अथवा मेजर गरिएको हो। त्यही कारणले गर्दा दुईटा हुन्छ, साउन्डिङ भनेको एउटा अब्जर्भ हुन्छ, एउटा मोडल हुन्छ है। अब मोडल साउन्डिङ चाहिँ कस्तो हुन्छ त भन्यो भने चाहिँ एउटा साइट छ, अब तिमी के भन्छ मेट्रोलोजी नै पढायो हुनाले अब एउटा यो साइट छ tropicaltidbits.com भन्ने, यो साइट चाहिँ गजब छ। यसमा चाहिँ वेदर फोरकास्टको सबै कुराहरू हेर्न मिल्छ। अब यो चाहिँ जस्तै फोरकास्ट भयो, यो चाहिँ ग्लोबल भन्यो भने यो चाहिँ GFS को फोरकास्ट हो। यदि हामीले ECMWF मा क्लिक गर्यो भने ECMWF को फोरकास्ट नै आउँछ। अब यो प्रेसिपिटेसनकै फोरकास्ट हो, के छ त हाम्रोमा कुनै पानी पर्ने सम्भावना छैन भनेर हेर्नु पर्यो भने यहाँबाट हेर्दाखेरि भनौँ न म्यापमा यो हिसाबले देख्न सकिन्छ। तर त्योभन्दा पनि रमाइलो कुरा चाहिँ अर्को के छ भन्दाखेरि यो म्यापमा चाहिँ तिमीले इफ यु क्लिक एनीवेयर इन द म्याप इट विल प्रोड्युस द भर्टिकल प्रोफाइल अर साउन्डिङ। साउन्डिङ फेरि फरक छ नि होइन, अघिको चाहिँ कलर थियो, यो चाहिँ कलरफुल छ अलिकति। अनि टेम्परेचर र ड्यू पोइन्ट टेम्परेचरको लाइन पनि ऊ छैन, के भन्छ ब्ल्याकमा मात्र छैन। यो रेड लाइन चाहिँ टेम्परेचर हो, यो ग्रिन लाइन चाहिँ ड्यू पोइन्ट टेम्परेचर हो। र गजबको कुरा चाहिँ के छ भन्दाखेरि यसले फर्स्ट पोइन्ट पनि तान्दियो, फर्स्ट पोइन्ट पनि तान्दिएर यो पर्पल लाइन चाहिँ फर्स्ट पोइन्ट पनि तान्दियो यसमा। अथवा यसमा चाहिँ वेट बल्ब टेम्परेचर भनेर दिन्छ, लगभग वेट बल्ब टेम्परेचर पनि दिएको छ, सरी फर्स्ट पोइन्ट होइन, वेट बल्ब टेम्परेचर पनि तानेको छ। त्यसपछि
यो साइडमा गएर हामीले मोडलको साउन्डिङ हेऱ्यो भने यो पनि देख्न सकिन्छ। जुनसुकै ठाउँमा हामीले काठमाडौँको पनि गर्न सकिन्छ अथवा लोकेसन त हामीले एक्ज्याक्ट यीबाट बनाउन सकिन्छ। नियर बाई काठमाडौँ यो हेऱ्यो भने यो पनि देख्न सकिन्छ। भनेपछि मोडल यो चाहिँ मोडलको साउन्डिङ हो। भनेपछि यसको टेम्परेचर भनेको यहाँ 20 छ। यो जुन यहाँ चाहिँ ड्यास लाइन दिएको छ सजिलो छ। ड्यास लाइन राइट साइडतिर टिल्टेड भएको त्यो कुरा देख्न सकिन्छ। भनेपछि मैले यो स्क्युटी भनेको चाहिँ यसलाई थर्मोडाइनामिक्स डायग्राम पनि भन्छ कि। यसले चाहिँ इट क्यान प्रोभाइड लट अफ इन्फर्मेसन अबाउट द थर्मोडाइनामिक्स एटमोस्फेरिक कन्डिसन। सो त्यही कारणले गर्दा मैले यो इन्फर्मेसन चाहिँ दिएको। अब इफ यु हेभ नट डन द क्यालकुलेसन्स जस्ट डु इट है। अब प्रायः सबैले गरिसकेको छ, राजेशले गरेको छैन जस्तो लाग्यो मलाई, अरूले त गरिसकेको छ। एनिवे त्यो चाहिँ बेसिक मैले एउटा स्टार्टिङमा मात्र गरेको, तर त्यसको एप्लिकेसनको पार्ट चाहिँ अलि इम्पोर्टेन्ट छ भन्ने कुरा गर्न खोजेको। अब आज चाहिँ अलिकति थर्मोडाइनामिक्सकै अब हामीले अलिकति फरकमा उसमा जाउँ। यो देखियो फर्स्ट ल अफ थर्मोडाइनामिक्स लेखेको देखिएको छ है। ल गुड। अब थर्मोडाइनामिक्सको फर्स्ट ल भनेर यसलाई चाहिँ अब धेरै किसिमले डिफाइन गरिएको छ फर्स्ट ल अफ थर्मोडाइनामिक्स भनेर। तर एकदम बिस्तार म यो क्लास चाहिँ लगभग 4-5वटा क्लास लिएर सिधाउनेमा छु। त्यही भएर बिस्तार एकदमै धेरै नगरिकन यसमा चाहिँ म्याथमेटिकल डेरिभेसन पनि छ, अलिकति बुझ्नुपर्ने कुराहरू पनि छ। त्यही कारणले गर्दा मोस्टली अब न्युमेरिकलहरू पनि 2-4 गरौँला त्यो सँगसँगै। तर यसलाई चाहिँ बेसिक रूपमा हामी अलिकति थोरै चाहिँ पहिला अरूमा पनि पढेको होला मेरो विचारमा होइन। तर अब उसले कसले इन्जिनियरिङमा फ्लुइड मेकानिक्स पढेको पढेन थियो? अन्त सिभिलमा थिएन होला हो सन्तोष? शून्य छैन, ठिकै छ, के भएको होला। फ्लुइड मेकानिक्स बिएससीमा थियो कि थिएन? मेट्रोलोजीमा चाहिँ थियो थिएन है? पहिला चाहिँ थियो कि मैले पहिला पढाएको थिएँ। पहिला धेरै वर्ष अगाडि हामी पढ्नुभन्दा पहिला चाहिँ डायनामिक मेट्रोलोजी भन्नेमा सर यो सिलेबसहरू थियो। हामी पढ्दा चाहिँ यो हटाइसकेको छ। ए त्यही भनेर मैले पढाएको थिएँ कि धेरै वर्ष पहिला चाहिँ। अब पछि सिलेबस चेन्ज भइसकेको थियो, त्यही भएर मलाई पनि थाहा छैन अहिले त रिसेन्टलीको। धेरै अगाडि चाहिँ मैले फ्लुइड मेकानिक्स पढाएको थिएँ त्यहाँ बिएससीलाई पहिला पढाउँदाखेरि, म एमएससी सिद्धाउँदाखेरि सुरुमा, धेरै वर्ष अगाडि कुरा हो। एनिवे तर थर्मोडाइनामिक्स फर्स्ट ल अफ थर्मोडाइनामिक्स भनेको चाहिँ सिम्पल फर्ममा भन्दाखेरि चाहिँ कन्जर्भेसन अफ इनर्जी नै हो होइन। तर इनर्जी चाहिँ एउटै फर्ममा हुँदैन, डिफ्रेन्ट फर्ममा हुन्छ भन्ने कुरा पनि त्यसमै आउँछ फेरि होइन। भनेपछि त्यसको धेरैवटा फर्म हुन्छ। इनर्जी चाहिँ एक्सचेन्ज हुन्छ, विदिन द सिस्टम पनि हुनसक्छ, विदिन इट्स इन्भाइरोमेन्ट पनि हुनसक्छ। अब इट क्यान टेक अर ट्रान्सफर द इनर्जी फ्रम वान सोर्स टु एनदर। भनेपछि एउटा चाहिँ कहिलेकाहीँ हिटको फर्ममा आउला अथवा कहिलेकाहीँ मेकानिकल वर्कको फर्ममा आउला। भनेपछि त्यो चाहिँ जे फर्ममा आए पनि एउटा सिस्टम छ भने एउटा सिस्टमभित्र एउटा अलमोस्ट सेम थिङ लाइक आइडियल ग्यास ल होइन, पिभी इक्वल टु आरटी भनेर हामीले जुन पढियो, प्रेसर भोल्युम र टेम्परेचरको जुन रिलेसन छ अलमोस्ट लाइक द्याट। भनेपछि एउटा कुरो चेन्ज गरिदिने बित्तिकै अर्को कुरा चाहिँ चेन्ज हुन्छ नि त होइन। एउटा त्यो चाहिँ प्यारलली लगभग सँगसँगै जान्छ भने जस्तै हो। त्यही कुरालाई चाहिँ फर्स्ट अफ थर्मोडाइनामिक्सले चाहिँ इनर्जीको फर्ममा, इनर्जी हिट अथवा वर्क होइन, त्यो फर्ममा चाहिँ डिफाइन गरिएको छ। त्यही कारणले गर्दा फर्स्ट ल अफ थर्मोडाइनामिक्सको चाहिँ बेसिक कुराहरू चाहिँ धेरै छ। अब द फर्स्ट ल क्यान बी स्टेटेड इन मेनी वेज भनेर त्यही भएर मैले एउटा स्लाइड पनि राखिदिएको छु। एउटा चाहिँ इनर्जी क्यान नाइदर बी क्रिएटेड नट डिस्ट्रोइड भनेर कन्जर्भेसन अफ इनर्जीको एउटा कन्सेप्ट चाहिँ यसमै आउँछ। सुरुको चाहिँ सिम्पल डेफिनेसन चाहिँ यो हो होइन। यो चाहिँ इनर्जी क्यान नाइदर बी क्रिएटेड नट डिस्ट्रोइड भन्यो भने चाहिँ इट इज अलवेज कन्जर्भड भन्छ। भनेपछि त्यो चाहिँ फर्स्ट ल अफ थर्मोडाइनामिक्सको एउटा भयो। तर एउटा यो सँगसँगै के पनि याद गर्नु पर्यो भने इट क्यान चेन्ज फ्रम वान फर्म टु अनदर, त्यो एउटा कुरा भयो। अब त्यसपछि अर्को सेकेन्ड फर्स्ट ललाई कसैले पनि डिफाइन गरेको छ भन्दाखेरि अल इनर्जी द्याट गोज इन्टु द सिस्टम कम्स आउट इन सम फर्म अर अदर फर्म अफ इनर्जी भन्ने कुरा नै आएछ।
भनेपछि इनर्जी डज नट भ्यानिस एन्ड हेज एबिलिटी टु कन्भर्ट इन्टु अनदर फर्म अफ इनर्जी। एउटा फर्ममा भएको इनर्जी हिटबाट वर्कमा जाला अथवा चाहिँ इन्टरनल इनर्जी चेन्ज भएर काइनेटिक इनर्जीमा जाला अथवा कुनै फर्ममा चेन्ज होला, तर इट क्यान नट बी भ्यानिस्ड भन्ने कुरा नै हो। मेन कुरा यही नै हो। लगभग यो दुईटा उस्तै छ। अब अर्को चाहिँ इफ द सिस्टम इज क्यारिड थ्रु अ साइकल, एउटा साइकलमा ल्यायो भने द समेसन अफ वर्क डेलिभर्ड टु द सराउन्डिङ्स इज इक्वल टु द समेसन अफ हिट टेकन फ्रम द सराउन्डिङ्स भनेर भन्यो। भनेपछि यो पनि एउटा फर्स्ट लले नै डिफाइन गरेको छ। यसमा चाहिँ वर्क र हिटको रिलेसनबाट गर्यो। एउटा साइकल बनाएर एउटा साइकलभित्र एउटा फुल साइकल फेजमा छ भने एउटा जहाँबाट स्टार्ट गर्यो त्यहीँ ल्याएर छोडिदिने हो भने चाहिँ लगभग त्यो चाहिँ समेसन अफ द वर्क चाहिँ द्याट सुड बी इक्वल टु द समेसन अफ हिट टेकन फ्रम द सराउन्डिङ। कति हिट लिन्छ त्यसमै भर पर्छ भन्ने कुरामा। अब अर्को डेफिनेसन चाहिँ नो मेसिन क्यान प्रड्युस इनर्जी विदाउट करेस्पोन्डिङ एक्सपेन्डिचर अफ इनर्जी, होइन। कुनै एउटा इनर्जी नभइकन चाहिँ मेसिनले चाहिँ इनर्जी प्रड्युस गर्न सक्दैन। भनेपछि यो त अब लगभग सबै कुरा त्यही नै आएको छ। हिट इन्जिनको कुरादेखि लिएर सबै कुराहरूमा कुनै न कुनै कुरा त पहिला चाहियो सोर्स अफ इनर्जी। भनेपछि त्यो एउटा सोर्स अफ इनर्जीबाट पनि त्यो एउटा डिफाइन गरेको छ। अब अर्को भनेको लास्टमा एउटा चाहिँ टोटल इनर्जी अफ एन आइसोलेटेड सिस्टम इन अल इट्स फर्म रिमेन कन्स्टेन्ट, होइन। द फर्स्ट अफ थर्मोडायनामिक्स क्यानट बी प्रुभ म्याथमेटिकली। त्यही कारणले गर्दा अब भन्न चाहिँ भन्यो तर म्याथमेटिकली प्रुभ गर्न सकिँदैन भनेर भन्ने कुरा चाहिँ यहाँ पनि एउटा लिएको छ। तर किनभने यो त्यहाँभित्र हुने जुन एभ्री फर्म अफ कन्भर्सन अथवा चेन्जलाई चाहिँ लिन सकिँदैन। तर यो चाहिँ काइन्ड अफ अब कन्जर्भेसनको को कुरामा आइसकेको हुनाले इनर्जी इज कन्जर्भड, द्याट्स अल। भनेपछि त्यही नै एउटा डेफिनेसन भइसकेको हुनाले यसलाई म्याथमेटिकली प्रुफ गरेर राख्नु परेन। तर द्याट इज वाट इट प्रुफ भनेर अब म्याथमेटिकली हिट इनर्जी उसको कुरा लिएर गर्न त सक्यो, तर अब सिधै कसरी हुन्छ त भनेर कसरी सोध्यो भने चाहिँ त्यो गर्न सकिँदैन। तर इट हेज सम रिलेसनसिप द्याट विल बी डिस्कसिङ इन कमिङ क्लासेस, है। अब एउटा सिस्टम छ भनिसकेपछि यो जुन फर्स्ट ल अफ थर्मोडायनामिक्सको एउटा बेसिक एउटा उसमा गर्दाखेरि चाहिँ अब जुन दुईवटा या तीनवटा कुराहरूलाई चाहिँ कन्सिडर गरेर एउटा इक्वेसनको रूपमा स्टेट, एउटा फर्स्ट स्टेटमा चाहिँ यो कन्डिसनमा थियो। यो कन्डिसनबाट चाहिँ यसलाई चाहिँ अलिकति भनौँ न यहाँ यसलाई चाहिँ अझ प्रेस गरेर गर्ने हो भने चाहिँ यसमा चाहिँ हिट ट्रान्सफर हुने भयो, वर्क पनि ट्रान्सफर हुने भयो। भनेपछि यो दुईटा कन्डिसनमा चाहिँ कसरी स्टेट 1 र स्टेट 2 दुईटा स्टेटमा चाहिँ के फरक हुन्छ त, यो स्टेटबाट यो स्टेटमा जाँदाखेरि के चेन्ज आउँछ त भन्दाखेरि एउटा चाहिँ इन्टरनल इनर्जी चेन्ज हुने भयो। त्यो इन्टरनल इनर्जी कति चेन्ज हुन्छ भन्ने कुरा चाहिँ यसमा कति हिट ट्रान्सफर भयो र कति वर्क गर्यो त्यसमा चाहिँ डिफाइन हुन्छ, त्यसमा चाहिँ डिपेन्ड गर्छ भनेर चाहिँ यो रिलेसन चाहिँ डिराइभ गरेको छ। फर्स्ट लको सुरुको इक्वेसन चाहिँ चेन्ज इन इन्टरनल इनर्जी इज इक्वल टु चेन्ज इन हिट ट्रान्सफर एन्ड वर्क, अथवा डिफरेन्स बिट्विन द हिट ट्रान्सफर एन्ड द वर्क। हाउ मच हिट इज ट्रान्सफर्ड, हाउ मच वर्क इज डन, एन्ड द डिफरेन्स विल बी इक्वल टु द इन्टरनल इनर्जी भन्ने कुरा दुईटा कुरा चाहिँ यहाँ आयो। एउटा चाहिँ कति हिट ट्रान्सफर भयो र त्यो हिट ट्रान्सफरले चाहिँ कति वर्क गर्यो त, त्यो चाहिँ त्यसको डिफरेन्स जति छ द्याट डिफरेन्स इज इक्वल टु इन्टरनल इनर्जी। त्यति चाहिँ इन्टरनल इनर्जी यहाँ डेभलप भएको छ। भनेपछि चेन्ज इन इन्टरनल इनर्जी डिपेन्ड्स अन द हाउ मच हिट इज ट्रान्सफर, हाउ मच वर्क इज डन भन्ने कुरा चाहिँ यो आएको छ। भनेपछि यही बेसिक फर्स्ट अफ थर्मोडायनामिक्सको बेसिक स्टार्टिङ पोइन्ट चाहिँ यहीँबाट स्टार्ट हुन्छ। एनी क्वेसन? ठिक छ। धेरै फेरि एकदमै के अरे कम्प्लिकेटेड भयो अथवा बुझेन भने चाहिँ भन्नु है। मैले खालि बेसिक कुराहरू नै हो, तर त्यसमा अलिकति पहिले स्टार्टिङ बिस्तारै जान खोजेको चाहिँ। अब यसमै जाँदाखेरि चाहिँ सिस्टम चाहिँ यो फर्स्ट ल भनिसकेपछि चाहिँ नामै फर्स्ट ल थर्मोडायनामिक्स छ भनिसकेपछि देयर सुड बी सम काइन्ड अफ थर्मोडायनामिक प्रोसेस, होइन। त्यहाँ चाहिँ थर्मोडायनामिक कुनै प्रोसेस हुन्छ।
बोथ हिट एन्ड वर्क चाहिँ जुन ट्रान्सफर हुन्छ देयर सुड बी इट should undergoes with there should be some kind of thermodynamic process it is taking place into the system त्यो कुरा चाहिँ विचार गर्नु पर्यो भनेपछि त्यहाँ चाहिँ एउटा थर्मोडाइनामिक एउटा प्रोसेस छ भन्ने कुरा चाहिँ आयो भनेपछि नेट इनर्जी ट्रान्सफर इज स्टोर्ड विदिन द सिस्टम एन्ड इज कल्ड द स्टोर्ड इनर्जी अर टोटल इनर्जी अफ द सिस्टम भनेपछि अब त्यो टोटल इनर्जी इन्टरनल इनर्जी जे भने पनि दुईवटा जुन प्रोसेस छ त्यो प्रोसेस इज एक्जिक्युटेड बाइ द सिस्टम the change in stored energy of the system is numerically equal to the net heat interaction minus the net work interaction during the process. Same नै हो almost यो यहाँ भनेको कुरा र यसलाई चाहिँ change in energy र change in heat change in work मा जुन ल्यायो almost यो चाहिँ सेम नै हो यो दुईटा इक्वेसनलाई खाली डिफरेन्ट वेमा मात्र डिफाइन गरेको almost identical इक्वेसन नै हो यसमा केही कुरा छैन खाली सेम कुरालाई नै अलिकति डिफरेन्ट एंगलबाट चाहिँ हेरेर भनेको कुरा हो अब बिस्तारै यसलाई चाहिँ अलिकति एक्सपान्ड गर्ने हो भने अब इनर्जीको कुरा भनिसकेपछि इनर्जीको कुरा गरे भने कुन टाइपको इनर्जी हुन्छ त एउटा त इन्टरनल इनर्जी भयो अर्को काइनेटिक इनर्जी भयो अर्को पोटेन्शियल इनर्जी भयो हैन त एउटा चाहिँ इनर्जीलाई भनेर भन्यो भने चाहिँ इनर्जी भनेको चाहिँ तीन टाइपको इनर्जी आउने भयो यसमा एउटा चाहिँ भनौं न एउटा पोटेन्शियल इनर्जी भयो एउटा काइनेटिक इनर्जी भयो अर्को चाहिँ इन्टरनल इनर्जी भयो भनेपछि यी भनेर चाहिँ इनर्जीको मात्र कुरा गर्यो भने इनर्जी चाहिँ चेन्ज हुने कुरा छ त्यो चाहिँ टोटल इनर्जीको फर्ममा चाहिँ आउने भयो भनेपछि जनरली एउटा यदि क्लोज सिस्टममा यदि हामीले काम गर्दै छौं भने भित्र जुन if there is no change in potential energy and kinetic energy that means only the internal energy is changing भनेपछि त्यो कन्डिसनमा फर्म क्लोज सिस्टमको लागि एउटा बन्द छ there is no other things is happening and there is no kinetic energy no potential energy भने it only consider the internal energy that internal energy is equal to change in heat minus change in work भयो भने त्यति नै आउँछ र चेन्ज इन हिट इज इक्वल टु अब यसलाई मिलाउँदाखेरि चाहिँ इन्टरनल इनर्जी प्लस वर्क डन अथवा चेन्ज इन वर्क भन्ने कुरा आयो यो इक्वेसन पनि अलमोस्ट सेम नै भयो हामीले चाहिँ टोटल इनर्जीको ठाउँमा इन्टरनल इनर्जी मात्र कन्सिडर गर्यौं किनभने हामीले क्लोज सिस्टम चाहिँ कन्सिडर गर्यौं यसमा केही छ क्वेशन्स केही छ भने भन है फेरि यो एडियाबेटिक प्रोसेस अन्तर्गत पर्छ हैन एडियाबेटिक प्रोसेसकोमा अहिले आउँदैछ त्यो चाहिँ त्यहाँ नजाउँ एडियाबेटिक प्रोसेस चाहिँ अझ अगाडि अलि टाइम लाग्छ यसको लगभग अलि पछाडिपट्टि आउँछ यही च्याप्टरमै छ तर अहिले एडियाबेटिक प्रोसेसमा अहिले नजाउँ यो चाहिँ एडियाबेटिक प्रोसेसको एउटा पार्ट चाहिँ हो तर एडियाबेटिक भन्दा पनि यसलाई अहिले हामीले एडियाबेटिक प्रोसेसमै चाहिँ नगरौँ तर काइन्ड अफ एडियाबेटिक प्रोसेस हो यसले चाहिँ बाहिरबाट लिएको छैन भन्ने कुरा नै हो त्यो चाहिँ हैन त्यो चाहिँ एउटा हो त्यो क्लोज सिस्टम भनेको चाहिँ जनरली एयर पार्सल अथवा क्लोज सिस्टम भनेको मतलब चाहिँ हामीले के बुझ्नुपर्छ भने देयर इज नो हिट एन्ड एनर्जी ट्रान्सफर बिट्विन द सिस्टम एन्ड द सराउन्डिङ एटमोस्फियर यो सिस्टम चाहिँ क्लोजमा छ त्यो कुरा चाहिँ हो त्यो एडियाबेटिक प्रोसेस भन्न चाहिँ मिल्यो बट या आई थिंक दैट्स अ गुड पोइन्ट अरु छैन सर छैन है भनेपछि अब त्यसैलाई चाहिँ सबै कुराहरु यसमा आइहाल्यो अब वर्कलाई चाहिँ हामीले कुनै हिसाबले डिफाइन गर्दाखेरि जुन यो सिस्टमको कुराहरु छ यो सिस्टममा चाहिँ प्रेसर र भोल्युमको टर्ममा पनि डिफाइन गर्न सकिन्छ भनेपछि प्रेसरलाई चाहिँ चेन्ज भएन तर भोल्युम चेन्ज भयो मानौं प्रेसरलाई चाहिँ कन्स्टेन्ट राखेर भोल्युम चेन्ज गरियो भने वर्कलाई चाहिँ वर्क ट्रान्सफर अथवा डब्ल्यू इज क्यान बी डिफाइन एज पीडीभी भनेर डिफाइन गर्न सकिन्छ प्रेसर टाइम्स चेन्ज इन भोल्युम त चेन्ज हुनु पर्यो हैन किनभने वर्क हुनलाई त
वर्क भन्ने बित्तिकै एउटा के हुनुपर्छ त डिस्टेन्स त चेन्ज हुनु पर्यो भनेपछि त्यो डिस्टेन्स भनेको चाहिँ यो टर्ममा चाहिँ भोल्युम चाहिँ चेन्ज हुनु पर्यो यसमा त्यस्तै गरी चेन्ज इन हिट ट्रान्सफर भनिसकेपछि यसमा हिट एडेड टु द सिस्टम एज अ पोजिटिभ एन्ड हिट रिमुभल फ्रम द सिस्टम इज नेगेटिभ भनेर एमसिडिटी भनेर मास यो स्पेसिफिक हिट क्यापासिटी र चेन्ज इन टेम्परेचरको कुरालाई लिएर इन्टरनल यो जुन हिट ट्रान्सफरको कुरालाई पनि डिफाइन गरिएको छ भनेपछि अब अघि नै एउटा कुरा यो त क्लोज सिस्टमको लागि भयो यो चाहिँ क्लोज सिस्टमको लागि भयो यदि साइकलको लागि छ भने चाहिँ एउटा फुल साइकलको फेजमा छ भने चाहिँ इन्टरनल इनर्जी पनि खासै चेन्ज हुने भएन किनभने एउटा सिस्टम जहाँबाट स्टार्ट भएको थियो त्यहीँबाट इन्ड भयो भने चाहिँ इफ देयर इज अ साइकल द्याट मिन्स इन्टरनल इनर्जी इज इक्वल टु 0 इन द्याट केस dq is equal to dw. That means only two components are playing the role here. One is the change in heat and another is the change in work. Heat र work को मात्र भयो इन्टरनल इनर्जी पनि छैन भने त्यो कन्डिसनमा चाहिँ यो हुन्छ अब दुई तीनटा कुराहरू यसमा ख्याल गर्नुपर्ने है यो चाहिँ थर्मोडायनामिक्सको एकदमै अलिकति विचार गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि यो भनेको चाहिँ डिफ्रेन्ट एसम्पसन चाहिँ आउँदै जान्छ तिमीले जे एज्युम गर्दै जान्छ त्यो कुराहरू चाहिँ त्यो अनुसार इक्वेसन पनि मोडिफाई हुँदै जान्छ भनेपछि कुन कन्डिसन दिएको छ कुनै न्युमेरिकल दियो भने कुन कन्डिसनमा दिएको छ भने चाहिँ एकदमै विचार गर्नु पर्यो मैले भन्नु खोजेँ फर्स्ट अफ थर्मोडायनामिक्सको कुरा गर्यो पोटेन्शियल इनर्जी काइनेटिक इनर्जी इन्टरनल इनर्जी तीनटै कुराहरूलाई चाहिँ कन्सिडर गरेर भनेको छ अथवा छैन भन्ने कुराहरू याद गर्नु पर्यो जस्तै एउटा चाहिँ क्लोज सिस्टमको लागि भन्यो भने चाहिँ क्लोज सिस्टमको लागि के हुन्छ त भन्यो भने क्लोज सिस्टममा चाहिँ देयर इज नो चेन्ज इन पोटेन्शियल एन्ड काइनेटिक इनर्जी ओन्ली इन्टरनल इनर्जी त्यही कारणले गर्दा यो इक्वेसन युजफुल छ अथवा यो दिस इक्वेसन सुड बी एप्लाइड इन द्याट कन्डिसन तर अर्को कन्डिसनमा के आयो त भन्दाखेरि व्हेन देयर इज अ साइकल there is no internal energy change. That means only the change in heat is equal to change in work. भन्ने कुरा चाहिँ याद गर्नु पर्यो यो कुरा चाहिँ एउटा मैले अलि खाली बेसिक र लास्टमा एउटा मात्र यो स्लाइडबाट चाहिँ योभन्दा अगाडि जान्न जस्तै मैले एउटा सिम्पल एउटा उसमा चाहिँ एउटा एक्जाम्पल कसरी हुन्छ त भन्ने कुरा एउटा एक्जाम्पल दिनु पर्यो भने एउटा पिस्टनबाट चाहिँ यहाँ भित्र चाहिँ सब्सटेन्स छ कुनै एउटा वाटर पेपर होला अथवा एयर होला अथवा वाट एभर देयर इज सम थर्मोडाइनामिकल प्रोसेस इट क्यान ह्यापन इनसाइड दिस सिलिन्डर एउटा पिस्टन छ यो पिस्टनलाई चाहिँ एउटा फोर्स युज गर्यो भने इफ वी प्रेस फ्रम हियर टु हियर देयर सुड बी सम काइन्ड अफ चेन्ज इन द भोल्युम एउटा चाहिँ भोल्युम चेन्ज हुने भयो भोल्युम चेन्ज हुने बित्तिकै त्यसमा चाहिँ अब प्रेसरलाई चाहिँ कसरी डिफाइन गरेको छ प्रेसर चाहिँ चेन्ज नगरिकन गरेको छ कि के गरेको छ त्यो अनुसार एउटा आउने भयो भनेपछि प्रेसर पनि चेन्ज हुने भयो यदि प्रेसर यदि अब भएन भने भोल्युम चेन्ज गर्दाखेरि यसमा त प्रेसर पनि चेन्ज हुने भयो भनेपछि अब यसलाई चाहिँ भोल्युम अफ द सब्सटेन्स इज प्रोपोर्सनल टु द डिस्टेन्स फ्रम द बेस अफ द सिलिन्डर टु द फेस अफ द पिस्टन एन्ड क्यान बी रिप्रेजेन्टेड एट द होरिजोनल एक्सिस अफ द ग्राफ द्याट सोन इन फिगर भनेर त यो जुन यो ग्राफबाट चाहिँ देख्न सकिन्छ कसरी भोल्युम चाहिँ चेन्ज भएको छ त्यो भोल्युम चेन्जको आधारमा प्रेसर पनि चेन्ज भएको छ भन्ने कुरा चाहिँ यहाँ क्लियरली देख्न सक्यो सिस्टम भनेको चाहिँ ए टु बी भनेर एउटा सिस्टम दिएको छ अब every state of substance corresponding to the given position of the piston is represented by the point as a pressure and the volume diagram. This diagram is called the PV diagram. Pressure र volume को diagram PV diagram भनेर भन्छ अब यसको चाहिँ यो PV diagram भनेको के हो प्रेसर र भोल्युमको चाहिँ कस्तो खालको रिलेसन हुन्छ भन्ने कुरा चाहिँ अझ डिटेलमा अरु स्लाइडहरुमा म बाँकी क्लासमा पढाउँदै जान्छु तर आज मैले यो स्लाइडमा गएर किन छोड्दै छु भन्दाखेरि फर्स्ट अफ थर्मोडायनामिक्सको बेसिक कुरा प्रेसर वर्क र इनर्जीको रिलेसन र लास्टमा गएर चाहिँ साइकलमा चाहिँ कस्तो हुन्छ इन्टरनल इनर्जी 0 हुन्छ क्लोज सिस्टममा चाहिँ के हुन्छ काइनेटिक इनर्जी पोटेन्शियल इनर्जी 0 हुन्छ र त्यस्तै गरी एउटा पीवी डायग्रामले चाहिँ लाई चाहिँ कसरी हामीले उसमा थर्मोडायनामिक्समा युज गर्न सकिन्छ अथवा फर्स्ट लअ अफ थर्मोडायनामिक्स डिफाइन गर्ने चाहिँ पीवी डायग्रामको चाहिँ के इम्पोर्टेन्स छ भन्ने कुरा चाहिँ यहाँबाट आउँछ र वर्क भनेको के हो त सबैलाई थाहा छ फोर्स टाइम्स डिस्टेन्स भनेकै वर्क हो
हैन भनेपछि फोर्सलाई अर्को डिफाइन गर्नेको तरिका भनेको चाहिँ प्रेसर टाइम्स एरिया पनि भयो किनभने प्रेसर भनेको फोर्स पर युनिट एरिया भयो त्यहाँबाट नि गर्न सकिन्छ अब ए र डीएक्स भनिसकेपछि यसलाई भोल्युममा डिफाइन गर्न पनि सक्यो भनिसकेपछि हामीले जुन अगाडि इक्वेसन भनेको थियौं dq इक्वल टु du प्लस dw त्यसलाई चाहिँ यो फर्ममा पनि लेख्न सकिन्छ है भनेर लास्टमा यो एउटा इक्वेसन यहाँ दिएको छ मैले चाहिँ यहीँबाट आजलाई यिनै मात्र स्टप गरी तिमी आफूले चाहिँ एकचोटि हेर्दाखेरि फेरि अब यो पीबी डायग्राम भनेको के रहेछ गुगलमा गएर हेरेर दुई तीनटा नोटहरु आफूले पनि हेर्न सकिन्छ पछि त म यो शेयर पनि गरौँला यो भन्दा बाहेक अर्को नोट पनि दिन्छु यसमा चाहिँ फर्स्ट लभ थर्मोडायनामिक्सको नोट नै भनेर यो चाहिँ स्लाइड भयो नोट नै अलि डिटेलमा भएको नोट तिमीलाई दिएको उसमा त्यो मैले पठाइदिएको किताबमा नि पक्कै राम्रो सिद्ध्याएको छ तर अरु अझ त्यो भन्दा सर्ट फर्ममा अथवा कुनै रहेछ भने म त्यो पनि शेयर गर्छु तर यहाँसम्म चाहिँ अलिकति क्लियरली कुन कुन कन्डिसनमा के हुँदो रहेछ र अलिकति पीबी डायग्रामको बारेमा चाहिँ अलि थप एकचोटि हेरेर भोलिसम्म भोलिको क्लासमा चाहिँ त्यो गर्यो भने चाहिँ अलि बेटर हुन्छ क्वेशन छ केही छ कि छैन छैन सर अहिले चाहिँ छैन है एकचोटि पढा है यो एकचोटि फर्स्ट लभ थर्मोडायनामिक्सको धेरै डिटेलमा नजाउँ खाली यहाँसम्मको जुन पीबी डायग्राम भने चाहिँ के रहेछ पीबी डायग्रामलाई चाहिँ कसरी डिफाइन गर्न सकिन्छ भन्ने कुरा अलिकति यो जुन यो फर्स्ट लभ थर्मोडायनामिक्समा पीबी डायग्रामको इम्पोर्टेन्स एकदमै धेरै छ अनि यसको चाहिँ मैले अलिकति न्युमेरिकल पनि दिन्छु अनि त्यो आधारमा अनि प्र्याक्टिस गरौँला तर अलिकति तिमीले आफैले पनि एकचोटि हेरेर बुझ्ने कोसिस गर अनि अर्को क्लासमा फेरि बुझाउँछु म मलाई आज यो चाहिँ अब यो